हेलो गाइज, आज हामी चाहिँ फेरि कहाँ जाँदैछौँ सोनिया? घुम्न। यस, ययङ खाया खायो खागो स्थान। त्यो भनेको चाहिँ हामी चाहिँ आज ट्रिप जाँदैछौँ, मतलब ट्राभल गर्दैछौँ भनेको होइन त। आज चाहिँ हाम्रो चाहिँ यो चाहिँ कोरियन क्लासबाट चाहिँ ट्रिप लाने भएको कारणले चाहिँ हामीले चाहिँ आज कोरियनमा मात्रै बोल्नु पर्ने हुन्छ भनेर चाहिँ प्रोफेसरले चाहिँ। अनि त्यसपछि बस्न पनि अरू कन्ट्रीको चाहिँ मान्छेहरूसँग बस्ने भनेको छ होइन। बट वी डोन्ट नो हाउ डज इट गोज होइन, अब कस्तो जान्छ थाहा छैन। र तपाईँहरूले त्यो भाषा के अरे कोरियन भाषा बुझ्नुहुन्छ कि बुझ्नु हुँदैन पनि थाहा छैन। बट म सबटाइटल राख्ने त ट्राई गर्छु, बट आई डोन्ट थिङ्क कि म सबैमा चाहिँ सबटाइटल राख्न सक्छु भनेर होइन। हो र होइन, त्यो अर्कैमा जाने त। त्यही भएर हामी चाहिँ आज जाँदैछौँ। लेट्स गो एन्ड सी होइन। हामी चाहिँ यो ठाउँमा आइसकेका छौँ। लेट्स गो एन्ड मिट अदर गाइज। बाई बाई, सी गाइज। एन्ड गाइज, दिस इज सना। हेलो। दुईटा बस, तिनटा बस। अहिले बस्नु मिल्दैन, तिनटा बस। हामी तिनजना एकवटा बसमा, म त तिनजना एकवटा बसमा एकवटा ड्राइभर है। म इङ्ग्लिसमा ड्राइभर सरी म ब्लगर हो। three different drivers for the three different bus and my bus is that one. यस्तो होला नि, राम्रो बस छ नि। अनि I had the experience. म त्यो गर्नु रेडी हुन्छ। डिस्कसन चलिरहेको छ र मान्छेहरू आउने क्रम भइरहेको छ र मान्छेहरू आउँदै पनि छन्। तिमीलाई केही भन्नु मन छ? कोरियनमा एक हेर्छ यहाँ त ऐना पनि रहेछ गाइस। हाम्रो चाहिँ ड्राइभर अङ्कल पनि आइसक्नु भएको छ। शान्त श्रीमानले चाहिँ झ्यालमा बस्नेको झगडा पनि गरिरहेको छ होइन। हामी नेपाली बोल्न पाउँछौँ। यो मेरो भ्लग हो नि, म भ्लगमा बोलिरहेको नि त नि। सन्देश एकदमै झगडालु रहेछ होइन, झगडालु रहेछ। झ्यालमा बस्नलाई यस्तै। र अब चाहिँ ल म चाहिँ हाम्रो प्रोफेसर शी इज लाइक मेन्टेनिङ एभ्रिथिङ. 우리는 지금 한국말 해야 돼요. 그래서 우리는 안녕하세요. Here we go for art museum. We are so excited. अनि जक्ष के भन्नु छ तिम्रो भ्लगमा? मेरो भ्लगमा तिमी भन न, म चाहिँ एकदम मनभित्र खुसी छाइरहेको छ। कलेजबाट आज प्रथम पुरै नेपाली प्योर नेपाली बोल्दै थालेको। सर्वप्रथम सम्पूर्णलाई नमस्ते, यहाँ जति पनि हुनुहुन्छ बसभित्र नमस्ते। आज चाहिँ हामी कलेजको प्राङ्गण अगाडि छौँ र अहिले हामी आर्ट म्युजियम सोक्चो जाँदैछौँ। खाङरुङमा पर्दो रहेछ। त्यही हो, एकदम खुसी लागिरहेको छ। त्यहाँको अब नयाँ नयाँ कुरा सिकिन्छ देखिन्छ भन्ने आशय लिएर चाहिँ हामी अगाडि बढ्दैछौँ। ओके, नाउ attendance in we Srijana. Yes, professor. Bye to the university. Bye around the not bye. 여기 노래가 없어요? 아니 없어요. 하지만 나는 마감도 안 했어. 왜 안 했어? 교수님 봤어. अब चाहिँ हामी चारजना चाहिँ क्लासमा छौँ कि, अनि नरेश र म एउटा टिम, उनीहरू दुईजना चाहिँ एउटा टिम, र हामी चाहिँ अन्ताक्षरी खेल्छौँ। अनि त्यसपछि चाहिँ अन्ताक्षरी खेल्दा चाहिँ हामीले जसले जित्छ नि त्यसले चाहिँ जुस किनेर खुवाउने चाहिँ हाम्रो के भन्छ त्यसलाई, के भन्छ हाम्रो चाहिँ बाचा भाषा उपाधि चाहिँ जुस हुनेछ। जुसै भाषा अहिले जुस त अब हेर्दै
परेको त्यहाँतिर निस्किनु परेको त माथि त्यहाँ त स्नोफल छ हामी चाहिँ यताबाट जाँदैछ हामी जुसको सट्टामा चाहिँ गाइस हाम्रो चाहिँ प्राइस चाहिँ धेरै सुपारी चाहिँ पिज्जा भएको छ आएर चाहिँ पिज्जा खुवाउने भएको छ है त ल है त सम्झना आइगयो Here we go guys तिमीहरू गर्दा स्टार्ट 6बाट देशबाट समर्पित भएर हामीले एउटा गीत गाउँछौँ रातो र चन्द्र सूर्य फेरि दसैँमा के के चाडबाड समर्पित उडेर जाऊ कि डाँडामा भन्छन् रेशम रबडे गाउ रमाइलो रमाइलो सिँदुरैमा मेरो चोरेको भइहाल्छ रातो रातो सिँदुर लगाइदिउला सिँदैमा तिमीलाई आएन नि त मबाट मै छोरी सुन्दरी बसी भनौँ पहिला भन्दा सानी मै छोरी सुन्दरी रानी घाटैमा गीत सुनेको छैन त्यो गीतै होइन मिल्न पर्यो के सुनेको रानी घाटैमा ताराहरू त्यो निरमा आउने बाटैमा मबाटै पर्यो म प्रेममा जीवनको पहिलो पटक र मलाई थाहा छ यो के भएको कबाट ल स्टार्ट के बाट रे कबाट कौन लाउने फर्स्ट अनि त्यसपछि के हो छिटो हजुर ओठे कालो छ दिदीको मगनी भइसक्यो मेरै पालो छ मेरै पालो 6बाट होइन 6बाट त मलाई भन न छम 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 तिमीले काउजु बजाउँदा अजानु आँखाले छैन हेर्दा भए मात्र कति छ अहिले मलाई आउने जति म गीत गाउँछु ल सनाको है हो त्यस्तो हुँदैन एमाले बाबी जिन्दाबाद पाएँ नि काङ्ग्रेस एमाले भनेर जातिवादी भएर पार्टीवादी होइन म काङ्ग्रेस पनि हो मलाई रवि लामिछाने मनपर्छ तर मेरो घरतिर काङ्ग्रेस हो भयो दबाट भने भयो एमालेबाट जिन्दाबाद भयो नि त जिन्दाबाद चरी हामीले त लय लिन्नौँ कि हामी सिधै दसैँ आयो चरी ररी कहाँ हुन्छ होइन त्यसलाई थाहा नै
एक्टिङ गर्ने रहेछ सोनाले एउटा नि गीत आउनुहुन्छ गीत आएन त्यस्तो नि गीत केही होइन हावा गीत छन्द छ त त्यो बिचमा भएन नि हामीले गाएन हामीले अर्कोबाट गायौँ हामीले अर्को गायौँ इकुसँग छ त होइन होइन छैन म गएको म भिडियो बनाउँदैछु Eternal nature. So what do you expect to see there? Ancient cultures. Nature. What's nature in Korean? Chayon. Eternal means young one. गाइड हैन हाम्रो चाहिँ हैन लाइक कसरी प्राइसको पैसा चाहिँ हाम्रो पुरै सोनाले दिने भएको छ किन भन्दा चाहिँ हान्ने कुखुरा हैन किन भन्दा सोनाले चाहिँ अस्ति 11,000 नेपाली फिक्स पाएको हैन त्यही भएर हामीले चाहिँ यो डाइलग चाहिँ सोनाले जुन डाइलग बोलिरहेको छ नि त्यो डाइलग चाहिँ उनीहरूलाई समर्पित हुन्छ हामीले उनीहरूलाई डेडिकेट गर्छौँ हैन त्यही भएर सोनालाई चाहिँ आज हामीलाई के भनेको छ नि म तिमीहरूलाई पिज्जाको त टेन्सन नलि भनेर चाहिँ हैन all pizza party goes to Miss Sana, sorry. Gonna help or help. Kina leka मैले बुझ्न सक्न तर सबजना चाहिँ सुतिरहेको अघि झ्यालमा बस्न झगडा गर्छ आज मलाई जान्छ लाग्छ ए उठिरहेको छ अर्को बसमा चाहिँ हावा हुन्छ त्यहाँ रमाइलो गर्न है हामी पनि रमाइलो गर्न पर्यो गाई नत्र कोही हुँदैन फेरि अर्को एउटा गीत गाउनै पर्ने यस्तो अवस्था आइरहेछ नरेश जान्छ यस्तो अवस्थामा यस्तो अवस्था के भन्न चाहन्छु भन्दाखेरि हाँस्ने हो रमाउने हो रमाइलो गर्ने हो अन्त
पढ्ने बेलामा पढ्ने, खेल्ने बेलामा खेल्ने, रमाउने बेला रमाउने, कामको बेलामा रेस्पोन्सिबिलिटी लिएर आफ्नो चाहिँ काम गर्ने, कुनै पनि कुरामा अन्त आफ्नो 100% दिने हो। तर अहिले चाहिँ हामी के को एक्चुअली मध्यनजर गरेर हामी के को मध्यनजर गरेर आएको हामी चाहिँ घुम्ने रमाइलो गर्ने भनेर रमाइलो भनेपछि नसुधिम भन्ने धारणा मात्रै हो मेरो। यहाँ चाहिँ आफ्नो रमाइलो सना चाहिँ हाईसम्म गर्न भेट्छ उसले चाहिँ होइन। हामी मात्र होला ल हामी गीत गाऊँ क्या सबैजना मिलेर। अब त्यही हो होइन। पिज्जा जसले पनि ओके यसमा पो त पिपल रुके काम गर्दा अर्कोमा चाहिँ अर्को तिमी मलाई पर्लै नै मन पर्ने, तिमी मलाई पर्लै नै मन पर्ने, तिमीले छटे आँखाले नहेर्ने, मैले फाइनली गाइस हाम्रो चाहिँ आइरहेको ठाउँ जाउँला। कस्तो भयो त तिमीहरूको यहाँसम्मको जर्नी? के बोलेँ मैले? कसरी बोल्नु पनि नहुनु है। सन्देशको दिमाग पनि छैन। अब हावा पो लाग्दो रहेछ लास्टै। के गर्ने यस्तो हावामा त? जाऊँ जाऊँ आऊ न आउँछौँ। नजाने भने चाहिँ उसले नजाने हो। 감사합니다. हामी चाहिँ आइपुगेको छौँ हाम्रो डेस्टिनेसन प्लेस उनीहरूले म्युजियम। आइपुगेको छौँ हामी। र गाइज हामी चाहिँ ल यो चाहिँ अखुराइम, यो चाहिँ अखुराइम र यो चाहिँ अर्को के हो होइन। त्यो चाहिँ अर्को त्यस्तो जाने होला सायद। एकदमै यहाँ चाहिँ एकदमै हावा एकदमै जाडो छ ज्याकेट र मुनि चाहिँ हाम्रो स्कर्ट लगाएर चाहिँ गएर भइरहेछ। बट हावा चल्यो। यो चाहिँ ल हामी चाहिँ यसरी चाहिँ जाँदा चाहिँ पछाडिको भ्यू पनि तपाईँहरूले देख्न सक्नुहुन्छ र अगाडिको भ्यू पनि तपाईँले देख्न सक्नुहुन्छ। यो चाहिँ मेरो क्यामेराको स्पेसल फेसिलिटिज हो है गाइज। समाचार भने नि म मेरो दर्शकवृन्दहरूलाई चाहिँ यो चाहिँ भी आर्ट म्युजियम हो जहाँ चाहिँ भीको पनि हुनसक्छ है। त्यस्तै हो कि पानी पर्यो त सना सना यहाँ रुक जाऊ जरा। Let's go guys. त्यसै पनि आउँदो रहेछ। फ्लावर होइन गाइडमा पर्छ। यहाँ त सँगै हिँड्न मिल्छ होला नि सोना सोना। सोना गाइस 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 हामी चाहिँ आर्टमा छौँ। वाउ feels like
भइरहेछ ल ल सोनिया 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 हेर देखिरह यो लाइटमा एन्ड गाइज यो चाहिँ अर्को है ओ गाइज फुल कस्तो राम्रो म नि आउँछु नि भिडियोमा ल गाइज हामी चाहिँ यहाँबाट चाहिँ अब यो चाहिँ स्पेसल एक्जिबिसन हुँदो रहेछ यहाँ चाहिँ अनि यहाँनिर चाहिँ ओ यो चाहिँ अर्को रुख जङ्गल भयो माथि पनि रहेछ होइन मैले यता यता हेरौँ न त आउनु फरेस्ट त्यो भनेको चाहिँ यो पनि हो है गाइस फोटो त पालो पालो बस्नु पर्दो रहेछ फोटो खिच्नलाई कहाँ गुफा ओइ के पनि छ सोना सोनिया के गुफा छ त्यो फोटो लाइन बस्नुपर्छ क्या बाउमा अहिले खिच्ने क्या लाइन बस्नुपर्छ आउनु यहाँ केभ क्या केभ गुफा के गुफा आउनु मेरो लेस पस्किराख है Oh dear, and guys, it's cave. हामी चाहिँ हैन थन्डरमा जाँदैछौँ हैन के तर्सिन्छौँ त हामी थन्डरमा गएर हेरौँ त गाइस यहाँ फोटो खिच्दैछ र सनाले उसको फोटो खिच्दैछ guys, an honest review दिन्छु ल लाइक आई वान्ट टु रेकर्ड दिस किन भन्दाखेरि आई वान्ट टु क्रिएट मेमोरिज हैन अनि जब चाहिँ लाइक यहाँ आएर चाहिँ यो लाइक यो साउन्ड सुने नि मैले लाइक आई फिल ब्लेस्ड कि लाइक गॉड हैज गिवन मी एभ्रिथिङ वाला थ्याङ्क यू गॉड वाला भाइब आयो हैन अनि हल्का आँसु पनि आयो यो क्यामेरामा क्याप्चर हुँदैन बट आई जस्ट वान्ट टु रेकर्ड दिस कि आई फिल ब्लेस्ड एन्ड आई थ्याङ्क
my family, my everyone, and especially for me, I am thankful to myself that I have made it this far. Good morning, sir. Yes, Professor. How are you feeling? How are you feeling, Professor? I know, that's why you have a select display. मन लाउँछ नि म यो अन्त म लाउने त्यो छोड्न त अलिकति कुन राम्रो तल हेर्ने के हो काउ चाहिँ छैन काउ हेरेर गर्ने हो कि पागल ए यहाँ हेरेर पो होइन त्यहाँ हेरेर के गरेन यस्तो त होइन म डियरमा लाउँछु डियरमा लाउँछु म के गरे नै हुन्छ यहाँ गर्ला नि अनि पेपर म डियरमा आउनु नि यहाँ बसेर गर्न पाइन्छ पाउँछ भने आउनु ल गाइज म चाहिँ डियर लिएँ म कलर डियर खै त डियर कुन कलरको हुन्छ ओरेन्ज हुन्छ होइन गाइज म कलर लाउँदैछु है बन्दै छ है यसो नि खोइतिर देखा त यो चाहिँ सनाको है अलिकति पारा लिएर यसले होइन तर पनि यसको केही हुने बेलामा छैन है गाइस ए क्युआर कोडै रहेछ क्या कहाँ हुन्छ है ओ मेरो डियर हेर्न यहाँबाट हेर्न गाइस मेरो मैले बनाएको डियर हो है यो गाइस यो चाहिँ हामीले बनाएको ल तिमी जित्यो ल गाइस है यहाँ चाहिँ हामीले सेल्फी बनाएको थियौँ सेल्फी आयो है गाइस अब यसरी मैले चाहिँ फोटो राखेर चाहिँ यस्तै कहाँ है ल गाइस म त यहाँ गएँ कहाँ गएँ
सामान खुच्छन् हुन् विवेका भोलि आउने हो भोलि आउने होला छ गाडीमा किन्न म गाइज हामी चाहिँ होइन त्यहाँबाट निक्ल्यौँ अनि पानी पनि परेको छ हल्का फोटो नै खिच्यौँ अनि ठिकै अब चाहिँ प्रोफेसर बोलाएर हामी आउँदैछौँ अब हेरौँ हामी कहाँ कहाँ के गर्छौँ यस्तै जाडो छ यो कपाल यस्तै भएर र गाई चाहिँ सरिएको छ यो बसबाट उनीहरू चाहिँ अर्को ठाउँ घुम्नु नजाने रे दुईजना चाहिँ अर्को ठाउँ घुम्नु जानु भयो उनीहरू चाहिँ बसमा गएर बस्छ अब हामी यो दुईवटा बसमध्ये एउटा बसमा जान्छौँ त्यही भएर हामी चाहिँ वेट गरेर आएको छौँ है र हामीसँग चाहिँ अरूहरू पनि जानुहुन्छ उनीहरू मात्रै नजाने कोही कोही मात्रै काम जानेहरू जाँदैन याङ पनि जानेछौँ ओके वेट वी विल बी ह्याभिङ फन होइन अब चाहिँ हाम्रो चाहिँ खानापाना हामीले चाहिँ कहाँ खाना दिन्छ त हेरौँ द रियालिटी अफ भिडियो छ के दिन्छ हेरौँ है त एकछिन ओ हामीलाई चाहिँ खानामा यस्तो बिरयानी परेको छ र एउटा पानीको बोतल यहाँ छ पानीको बोतल र यसरी यहाँ बसेर चाहिँ टक्क खाँदैछौँ पिज्जा खानु त हामी चाहिँ उठेर यसरी यस्तो पानी भएर बिरयानी थियो त्यस्तै हो र सबजना बटाबट हो त्यहाँ पछाडि पुरै यस्तो टाले बसेर खाएर सबजना लास्टै डुलाडुलाई कहिले यो बस भनेछ कहिले त्यो बस भनेछ कहिले त्यो बस भनेछ हामी चाहिँ घुम्दै रात पर्न आँट्यो त्यही पनि हामी जान घरे साइला मैले हाते गरेर के गर्ने ओके गाइज हामी चाहिँ फाइनल्ली ओ वेयर प्रोफेसर वेयर ओके प्रोफेसर ल गाइज यहाँ चाहिँ हाम्रो यो चाहिँ एकदमै नेचुरल प्लेस हो रे अब यहाँ चाहिँ के छ यसको नाम चाहिँ अब चाहिँ हाम्रो यो छ अब हेरौँ है त यो चाहिँ नेचुरल प्लेस हो रे ल चस्मा पिसफुल प्लेस छ रे हेरौँ है गाइज ओके हेलो 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 हाई हाई हामी छैन गाइजहरू अब यस्तै हो यहाँ हामी चाहिँ यो ठाउँ घुम्नेछौँ यसमा चाहिँ यस्तो छ सबैजना गएर चाहिँ यहाँनिर चाहिँ लाइक 1 आवर्सहरू चाहिँ यस्तै घुमेर टिकटक बनाएर अनि फेरि हामी 1 आवर पछि चाहिँ हामी आफ्नै बसमा जानेछौँ र त्यो अगाडि चाहिँ हामी चाहिँ इन्जोय गर्दैछौँ सुनिया कस्तो लाग्यो तपाईँलाई यो ठाउँ एकदमै राम्रो तर सुकेको तर हामी कसैलाई पनि मिस गरे हैनौँ हामी कसैलाई पनि मिस गरे हैनौँ स्पेशल्ली के अरे कोही पनि हैन हामी एकदमै फुल इन्जोय गरिरहेका छौँ वी आर इन्जोइङ आवरसेल्फ र हामी अब टिकटक बनाउँछौँ फोटो पनि खिच्छौँ नेपालमा भएको भए यस्तो यो घाँस है केही लाग्दैन थियो तर यहाँ चाहिँ यस्तो यो सुकेको बारीलाई यसलाई चाहिँ के भन्छ हामी उडाउँदै हुन्थ्यौँ कि यो गाईलाई घाँस खान भन्थ्यौँ फेरि कोरोनाले मरिहाल्यो लास्टै यस्तो बारीलाई हामीलाई घुमाउनु होइन बस यहाँ चाहिँ एउटा स्पेसियालिटी के भन्दाखेरि यो यस्तो भएर मात्रै स्पेसियालिटी भएको नत्र यसको स्पेसियालिटी चाहिँ गाई छैन त्यस्तो केही पनि लाग्दैन तर यहाँ चाहिँ कस्तो बाटो मात्र रहेछ हेर्नु त सुनिया यो बाटो चाहिँ हेभनतिर जान्छ यो चाहिँ नेपालतिर जान्छ त्यो अरूतिर जाने चाहिँ जान्छ भने के गर्छौँ सोनिया हामी टिकटक बनाउँछौँ अनि टिकटक पनि हाल्छौँ हामी यो चाहिँ हामी चाहिँ 5 छन् भनेको 500 नेपाली बढीतिर आएको घुम्नु हाम्रो पैसा 500 तिरेको 500 बढी तिर्नु थाहा पैसा तिरे होइन गाइज तर हामी घुम्दैछौँ खोला हैन वाउ गाइज ताल
यतिसम्म मात्रै रहेछ तालमा जान नमिल्दो रहेछ तालमा जाँदैन एउटा लगाइदिनु यस्तो राम्रो ठाउँ ताल टिकटक बनाउने अब फोटो नि खिचाउनु तिमीहरूलाई कस्तो लाग्यो यो ठाउँमा आएर चाहिँ ल याङ आयो कस्तो लाग्यो तिमीहरूलाई भन त सबैजनाले जस्ट गिभ द रिभ्यू सिरिन यु क्यान अल्सो गिभ द रिभ्यू सरी मेरो इंग्लिश इज Sirin, what do you about how like this place or about your YouTube? No, this place. It is very beautiful. What do you say? We enjoy a lot. Very mesmerizing place, creative location. We enjoyed a lot. Okay. We enjoy a lot with Raksha. Oh, thank you. Oh, makai mare guys. Please subscribe my channel. Like, Yes. share, comment. And Subscribe. And do comment guys. अब हामी चाहिँ उता गएर चाहिँ बोट चढ्ने भइरहेछ अब हेरौँ है त के साँच्चै बोट चढ्न पाइन्छ त लेट्स गो ल गाइज अब चाहिँ हैन हामी बोट चढ्न भनेर यो ठाउँमा चाहिँ के साँच्चै हामी बोट चढ्न पाइन्छ त भन्ने कुरा हो हैन 혹시 그거 국물을 들어가리 8명부터 안 캐는 ज्याकेटले यसरी ज्याकेट पुरै लगाएर क्या हुआ भाई तिमीहरू पनि बनाउने को ओके न टिकटक बनाउनु मन लाग्यो गाइस कुन गीतमा रे भाइ अघि हामीले टिकटक बनाएको थियो त्यो भाइहरूले पनि त्यो भाइहरूलाई पनि टिकटक बनाउनु लागि चाहिँ बनाएको छ हामी यो चढ्न आँटिरहेको म सोनिया निता र मुना हामी चाहिँ यसरी यो लगाएर चाहिँ म मुना भनिसकेँ हामी चाहिँ यसरी 4 जना चाहिँ अब त्यसमा चढेर चाहिँ जाँदैछौँ मौसम छ अब जाँदैछौँ है त गाइज द्याट इज कल्ड टाइटानिक बोट गाइज होइन प्रोफेसर र हामी चाहिँ अब यस्तै बोटिङ गर्नलाई चाहिँ बोट कुरिरहेका छौँ तर बोट आएको छैन यिनीहरूलाई पनि हामीले बाई बाई गऱ्यौँ अब हाम्रो चाहिँ 8 मिनट बाँकी छ अरे होइन गाइज हामी चाहिँ 4 जना कुरेर बसिरहेको छौँ र आफैले चलाउनु पर्छ भन्दा चाहिँ मुनाना एकदम डराएको छ अन्त मलाई नि आउँदैन मलाई पनि डर त लागेको छ एकदम त्यो मान्छे कस्तो मार्क्स पनि झरेन अहिले अब हेरौँ सबजना गइरहेछन् हामी चाहिँ कुरिरहेका छौँ 왼쪽으로 가시면서 이제 운전하시면 되는데 저기 끝에도 똑같이 노란색이 막혀 있어요. 거기만 안 가시면 돼요. 이거는 여기 그렇죠. 이걸로 운전하시면 되는데 이게 왔다 갔다가 아니라 그냥 가운데 한 칸씩 그냥 가운데 있다가 ड्राइभर भएको चाहिँ गाडी त्यहाँ आएर चाहिँ पानी पानी हो गए
बसेर यसरी घुमिरहेको छौँ नाच मेरी रानी नाच ल है त हामी चारैजना
गाइस फाइनली हामी चाहिँ गरेर चाहिँ हामी आइसकेका छौँ खामजामिदा र हामीले चाहिँ बेला बाई भनेर हामी चाहिँ जान थाल्यौँ फुकालेर यो फुकालेर दिएर दामी अर्को भ्लगर भेट भएको छ मसँग होइन भ्लगरहरू धेरै भयो खामजामिदा लास्टै अब चाहिँ उहरू यसरी 감사합니다 감사합니다 잘 놀고 갔어요 감사합니다 ल अब चाहिँ हामी चाहिँ यसरी जाँदैछौँ यो पुरै डुलेर चाहिँ हामी चाहिँ अब जाँदैछौँ हामीले चाहिँ सबै त्यो राम्रो राम्रो उहरू हेरेर यहाँ चाहिँ यस्तो राम्रो रहेछ तर हामीले चाहिँ त्यो पिङ चाहिँ खेल्न अलिकति पाएन होइन टाइम भएन फाइनल्ली चाहिँ अब चाहिँ हामी गाडीसँग तिमीहरू कहाँ हरायो खोइ तिमीहरूले त हामीलाई त केही पनि बिर्स्यौ क्या हो त्यस्तो गर्नु त भएन नि त नि कि त आएपछि हामीलाई बिर्सिनु भएन है हामी मुनाहरू खै है मुनाहरू खै राधा युवा राधा गीत ओके ओके के म त You need to dance. विशाल भाइ मिलायो साथीले नहीं अभी ये लेकिन जो करे छोड़ यार हां अभी छोड़ दो लास्ट में भाई को आया कुछ बजा दे ओके वी आर फाइनली नेपाली हामी चाहिँ कलेज हाम्रो प्यारो कलेज
यो अब चाहिँ फाइनली घरमा झरेर भाइ भन्नु बाबा प्रोफेसर थ्याङ्क यू ल गाइज हामी चाहिँ फाइनली रिटर्न ब्याक टु आवर कलेज सोनिया कस्तो भयो ट्रिप कस्तो भयो एकदमै रमाइलो भयो ओए तिमीहरू जाने हो अब ल बाई 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 सिरिन वेयर विल गो ओके बाई 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 सिरिन ल अब हामी पनि घरतिर लाग्ने हो दुईजना थाकेको जस्तो फिल भएको छ मलाई जस्तै फिल भएको छ सोनिया र अब चाहिँ हामी सिधै लाग्छौँ हाम्रो रुम त्यसैले ल गाइज बाई बाई हामीले यति रमाइलो गऱ्यौँ र तपाईँहरूलाई पनि हामीले फोन देखायौँ त्यसैले अब चाहिँ तपाईँहरूको काम भनेको त हेर्नुभयो रमाइलो च्यानललाई लाइक सेयर र सब्सक्राइब पनि गरिदिनु अनि तल कमेन्टमा गएर कमेन्ट पनि गरिदिनु होला ओके बाई बाई